भिड बितलियो क्या केटाहरूले सक्यो मान्छे त बच्चा बच्चा यस्तो छ पुलिसले लुकाएर यतिसम्मको लापरवाही गर्नुहुन्छ त है सरकारले। नेपाल 2082 साल भदौ 23 गते काठमाडौँका सडकमा जेनजी प्रदर्शनकारी परिवर्तनको माग गर्दै उत्रन्छन्, तर तिनीमाथि अश्रु ग्यास र गोली प्रहार गरिन्छ। त्यसपछिका केही घण्टामा स्कुल ड्रेस लगाएका एक किशोर सहित 19 जना नेपाली युवा आफ्नै सुरक्षाकर्मीले हानेको गोलीबाट मर्छन्। यी मृत्युले जन्माएको रिसले भोलिपल्ट चर्को विरोध प्रदर्शन ल्याउँछ। यसपटकको रिस नियन्त्रण गर्नै नसकिने बन्छ। सडकमा खिचिएका 4000 भन्दा धेरै भिडियो, प्रदर्शनकारी तथा प्रहरीसँगका विशेष अन्तर्वार्ता र BBC आईले मात्रै प्राप्त गरेको प्रहरी रेडियोको गोप्य अभिलेखका आधारमा हामीले ती 2 दिनका त्रासद घटनाको सूक्ष्म विवरण यहाँ प्रस्तुत गरेका छौं। हामीले नेपालको शासक वर्गले कसरी यस प्रदर्शनमाथि नियन्त्रण गुमाए भन्ने खुलासा गरेका छौं। गोली हान्ने आदेश कसले दिएको थियो र परिवर्तनका लागि व्याकुल युवा पुस्तालाई नेपालका प्रहरी, सेना र राजनीतिक कर्मीहरूले कसरी निराश बनाएका थिए भन्ने सोधेका छौं।